के तपाईहरूलाई थाहा छ बोक्सी र धामीको लडाईँको कथा? बोक्सीको पालो आयो। उसलाई लाग्यो यो काम त एकदमै सजिलो काम हो, त्यही भएर उसले केही नसोचिकन त्यो झाडुको पात निल्ने कोसिस गरिन्। तर त्यो पत्तामा तीखो तीखो काँडाहरू भएका कारण निल्न सकिनन्। मेरो मुख, मेरो गला, अन्तिममा बोक्सी हारिन् र यसरी बोक्सी भन्दा धामीलाई शक्तिशाली घोषित गरियो र बोक्सीले गाउँ सधैँलाई छोड्नु पर्यो। र त्यही दिनदेखि मान्दछन् कि अमृसोको पत्तामा बोक्सीको दाँतको निशान बनिएको हुन्छ। अहिले पनि त्यो दाँतको निशानीहरू देख्न सकिन्छ। त साथीहरू, आजको कथा तपाईहरूलाई कस्तो लाग्यो? यसलाई आज पनि केही मानिसहरूले सत्य घटना मान्दछन्। तपाईमध्ये कतिजनाले पहिले पनि यो कथा सुन्नु भएको छ? के तपाईहरू पनि उनीहरू मध्ये हो? यो कथालाई जसले साँचो मान्दछ या फेरि यो सबै तपाईहरूलाई कथा मात्रै लाग्छ? अनि तपाईहरू मध्ये कसले झाडुको पत्तामा बोक्सीको दाँतको निशान देख्नु भएको छ? हामीलाई कमेन्ट गरेर बताउनु होला। र सँगसँगै तपाईलाई हाम्रो यो कथाहरू मन पर्छ भने यो भिडियोलाई लाइक र कमेन्ट गर्नुहोला। धन्यवाद।